जय श्रीमन्नारायण श्रीमते रामानुजाय नमः। हजुरहरूले अहिले जेएसएन भक्ति हेर्दै हुनुहुन्छ। आज म हजुरहरू समक्ष एउटा श्लोक वाचन गर्न गइरहेको छु। रात्रिर्गमिष्यति भविष्यति सुप्रभातम्, भास्वानुदिश्यति हसिष्यति पङ्कजश्रीः। इत्थं विचिन्तयति कोशगते द्विरेफे, हा हन्त हन्त नलिनीं गज उज्जहार। एउटा कमलको फुलमा कमलको रस लिन भनेर गएको भमर र सूर्यास्त भएपछि त्यही कमलभित्र बन्द हुन्छ र रात्रिकालीन समयमा उसले के सोचिरहेको हुन्छ भने रात्रि गमिष्यति, यो रात बितेर जान्छ, भविष्यति सुप्रभातम, अनि भोलि पक्कै सुप्रभात हुन्छ, भास्वानुदिश्यति हसिष्यति पङ्कजश्री, अनि सूर्योदय हुन्छ अनि सूर्यको किरण यो कमलमा पर्छ अनि फेरि कमल खिल्छ, पक्रिन्छ अनि म यसबाट निस्केर जान्छु। इत्थम विचिन्त, यस्तो प्रकारले सोचिरहेको हुन्छ। कसले? त्यो कमलको फुलभित्र रहेको भमरले। तर के हुन्छ भने हा हन्त हन्त नलिनीं गज उज्जहार, यतिकैमा बिहान 3 बजे हात्तीको बथान आउँछन् र त्यो कमललाई जरैसम्म उखाडेर किनारतिर फ्याँकिदिन्छ अनि त्यो भमरो त्यहीँनिर मर्छ। यो श्लोकको मुख्य सन्देश चाहिँ के हो भने हामी मानिसले के सोच्छौँ, तर सोचे जस्तो सधैँ एउटै हुँदैन। भनिन्छ अजरामरवत् प्राज्ञो विद्यामर्थञ्च चिन्तयति गृहीत इव केशेषु मृत्युमा धर्ममाचरेत्। म अजर अमर छु, यस्तो प्रकारले विद्यार्थीले सोचेर पढ्नुपर्छ। भोलि मरिहालिन्छ, अहिले पढेर के गर्नु, यस्तो कहिल्यै सोच्नु हुँदैन। र गृहस्थीहरूले के सोच्नुपर्छ, मलाई कालले भोलि लिएर जान्छ, भरे नि लिएर जान सक्छ, र अहिले बचेको क्षण मसँग भएको यो क्षण चाहिँ भगवानको नाम लिएर सदुपयोग गर्नुपर्छ। यस्तो भावनाले लिएर दान धर्म कर्म गर्नमा पछि हट्नु हुँदैन भन्दै यतिलाई जय श्रीमन्नारायण।